छोटो विश्रामपछि यहाँलाई पुनः स्वागत गर्न चाहन्छु। 80औं स्वतन्त्रता दिवस नकआउट फुटबल टुर्नामेन्ट गत 4 अगस्तदेखि सुरु भएको हो। सेकेन्ड राउन्डको खेल आज दोस्रो दिनको खेल, यो क्वार्टर फाइनल म्याच साइलिजोत भर्सेस छोटामाङजिङ मासको भिडन्त यो सेकेन्ड हाफको खेल सुरु हुन लागिरहेको छ। तपाईलाई बताउन चाहन्छु, मोचो भएर जाउँ न यहाँबाट निस्किन्छ भनेको। यो फर्स्ट हाफमा छोटामाङजिङले 1 गोल गरेका छन्, साइलिजोत 0। अब फेरि खेल सुरु भएको तपाईलाई हामीले घोषणा गरिसक्यौं र यसरी प्रत्यक्ष प्रसारणमा फेरि पनि दर्शक महानुभावहरू जोडिदिनु होला। तपाईहरु कुन कुन ठाउँबाट यो खेल हेर्नु हुँदैछ तपाईहरुले प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यो दोस्रो दिनको सेकेन्ड क्वार्टर फाइनल म्याच साइलिजोत भर्सेस छोटामाङजिङ म्याच। फेरि हाम्रा नयाँ दर्शक महानुभावलाई बताउन चाहन्छौँ, हाम्रा भ्युअर्सहरूलाई, स्काई ब्लू जुन आकाशे रङ छ उनीहरू जर्सी लगाएका खेलाडीहरू साइलिजोतका हुन् र यो कालो अनि जुन नीलो हरियो जुन मिक्स छ उनीहरू छोटामाङजिङ। र यो सेकेन्ड हाफको खेल पनि सुरु भएको हामीले तपाईलाई बताइसक्यौं। फेरि पनि छोटामाङजिङले आफ्नो खेललाई के कस्ता प्रकारको परिवर्तन गर्ने हुन्। उनीहरू 1 गोलको अघि छन्। साइलिजोतले 0मै खेलिरहेको अवस्था बनिरहेको छ। हेरौँ अब दुई दलका खेलाडीले आफ्नो खेललाई कस्तो प्रकारले निखार्ने हुन्। छोटामाङजिङले एउटा फल्ट पाएको छ। यो फ्री किकलाई उनीहरू बल कस्तो प्रकारले क्लियरेन्स गर्ने हुन् तपाईलाई हामीले प्रत्यक्ष प्रसारणमा राखिरहेका छौँ। बल राम्रो थियो तर छोटामाङजिङका खेलाडी जर्सी नम्बर 7 ले त्यो बललाई क्लियर गर्न सकेनन्, गोल गर्न सकेनन्। डाउनवर बस्तीको जनमैदानबाट हामी स्वतन्त्र खबर टोली दैनिक रूपमा हामी जुटेर यो खेलको प्रत्यक्ष प्रसारण हामी लागिरहेका हुन्छौँ। तपाईले दैनिक रूपमा हेरिराख्नु भएको छ। गोल! तसर्थ यसरी फेरि साइलिजोतले सेन्टर नजदिकबाट नै गोल गरेका छन् र अहिले भने खेल बराबरी नै भएको छ। दुवै दलका खेलाडीबाट 1-1 गोल भइसकेको अवस्था छ।
अब भने साइली जोतले पनि एक गोल गरेर खेल बराबरी गरेको अवस्था छ। उनीहरूले अब फेरि खेलमा केही परिवर्तन ल्याइरहेको अवस्था छ। उनीहरूले खेलमा केही चेन्जेस ल्याएपछि उनीहरूले गोल गरेका हुन्। अब भने खेल अझै रोचक बन्ने ठुलो सम्भावना माझ खेलाडीहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्। दर्शकहरूको उपस्थिति उत्तिकै छ। यो दोस्रो दिनको दोस्रो क्वार्टर फाइनल म्याच साइलीजोत भर्सेस छोटामाङजिङ माझको यो सेकेन्ड हाफको खेला भइरहेको छ। फेरि पनि साइलीजोतले गोल लाउने सम्भावना बढी देखिरहेको छ, किनभने साइलीजोतले यति राम्रो सुन्दर प्रकारले बललाई अगाडि बढिरहेको थियो, तर किपर सफलताले त्यो बललाई फेरि जस्तै त्यस्तै फर्काइदिएका छन्। यसरी धेरै हाम्रा फलोवर्सहरू सतङ्ग खबरमा जोडिराख्नु भएको छ। हामी तपाईँलाई भरपुर मनोरञ्जन दिलाउन प्रतिबद्धता राख्दछौँ। कोही बेला हामीलाई यो प्रविधिक कारणले पनि हामीलाई यो लाइभमा जोड्नु असमर्थ हुन्छ। अहिलेसम्म हामीलाई जे जसो भयो हामी तपाईँलाई राखिरहेका छौँ, प्रसारण दिइरहेका छौँ। फेरि पनि जोन लामाले एउटा बललाई अगाडि बढाइरहेका छन्, तर फेरि बल यता छोटामाङजिङले नै लिएको छ। हेरौँ अब छोटामाङजिङले अहिले जब एक गोल गरेपछि साइलीजोतले खेलमा धेरै चेन्ज ल्याएको छ र उनीहरू एउटा उत्साहपूर्वक खेलिरहेका छन्। खेल बराबरीमै रहेको छ। दुवै दलबाट एक एक गोल भइसकेको छ। छोटामाङजिङले पनि राम्रो प्रस्तुति दिइरहेको छ। अहिले भने
केही पानी पर्ला जस्तो छ, तर खेल अहिलेसम्म एकदम राम्रै भइरहेछ। अनुशासनमै खेलाडीहरूले आफ्नो खेल देखाइरहेका छन्। फेरि पनि छोटा माङजिङले एउटा त्यो मौका गुमायो। आजका दावेदार को बन्ने हुन् त्यो भनिहाल्न सकिँदैन। गोल दुवै खेलाडीबाट, दुवै टिमबाट 1-1 भइसकिसकेको छ। हामीले यसरी कमेन्ट्स गर्नुभएको छ स्कोर भनेर। अहिलेसम्म दुवै दलबाट 1-1 गोल भइसकिसकेको छ। यो अहिले सेकेन्ड हाफको खेल हो र यो सेकेन्ड क्वार्टर फाइनल म्याच गत 4 अगस्तदेखि सुरु भएको यो 80औं स्वतन्त्र दिवस नकआउट फुटबल टुर्नामेन्टको आज दोस्रो राउन्डको दोस्रो म्याच यो सेकेन्ड क्वार्टर फाइनल म्याचमा र यो सेकेन्ड हाफमै तपाईले हेरिराख्नु भएको छ। उता गएर बोल्नु जोन लामाको खुट्टामा बल पुगेपछि एक प्रकारको खेलमा नै उत्साह बढ्ने गर्छ र अहिलेसम्म दुवै दलका खेलाडीहरूले 1-1 गोल गरेका छन्। सात नम्बर जर्सी नम्बर 7 का छोटा मान्ने खेलाडीले एउटा राम्रो बल पाएका हुन् जो ठुलो डी बक्सको नजदिकमा थियो, तर 7 नम्बर खेलाडीले भाइ कति मिनट रहेछ? 10 मिनट तपाईलाई बताउन चाहन्छौँ। यो सेकेन्ड हाफको खेल हो र एडिसनल टाइम 7 मिनट पाइसकिसकेको छ। एडिसनल टाइम एक्स्ट्रा टाइम 7 मिनट रहेको छ।
यो 7 मिनटको एक्स्ट्रा टाइम पनि पाइसकिसकेको छ र अहिले छोटा माङजिङले तीव्र गतिमा बललाई अगाडि बढाइरहेका छन् तर साइली जोतको डिफेन्सको जुन खेलले अहिले एकदम राम्रो भूमिका निभाइरहेको छ। खेल 1-1 गोल अथवा बराबरीमै चलिरहेको छ। हेरौँ यो 7 मिनटको अवधिभित्र कुन दलले गोल गर्ने हुन्। अफसाइड भइसकेको बल र यदि गोल भएको भए पनि सायद स्वीकार हुने थिएन रहेछ। अफसाइड देखाइसकेको छ तर छोटा माङजिङले पनि अहिले खेलमा केही परिवर्तन ल्याएर खेलमा अझै तीव्र गति बनाइरहेको छ। यति राम्रो मौका छोटा माङजीको तर किपरको एउटा बलप्रतिको जुन एटेन्सनले गर्दाखेरि बललाई फेरि पनि सेभ गरेर गोल गर्नबाट बचाएका छन्, नत्र भने गोल हुने थियो। अहिले भने छोटा माङजिङले खेलमा